फेरि पनि तपाईहरुलाई स्वागत छ हाम्रो YouTube च्यानलमा। तपाईहरुले थम्बनेलबाट थाहा पाइसक्नु भएको छ आज भिडियोमा के रहनेछ र भिडियोको अन्तरालभरिमा के भइरहनेछ त्यो सबै देख्न पाउनुहुनेछ तपाईहरुले हाम्रो च्यानलमा र च्यानललाई सब्स्क्राइब गर्न चाहिँ बिल्कुलै नभुल्नु होला भन्न चाहन्छु। पुराइमा रहेको धारपानी जानको लागि पहिला हामी ट्राफिक आइपुग्नु पर्छ। यो चाहिँ हाम्रो दाङको ट्राफिक हो। हामी चाहिँ अहिले ट्राफिकमा छौँ है। भरतपुरबाट अटोमा चढिसकेर हामी चाहिँ अब धारपानीतर्फ लागिसक्यौँ। हामी चाहिँ हाम्रो दाङ घोराइमा रहेको खेती हाम्रो भाइरल उङ्कु खेतीमा छौँ अहिले चाहिँ है। यही उङ्कु खेतीको बाटो हुँदै हुँदै तलतिरको जाने हो। हामी धारपानी तर्फको हाम्रो यात्रा चलिरहेको छ है। फाइनल्ली अब हामी माथि चढिसक्यौँ। अब चाहिँ हामी धारपानी पुग्छौँ। हाम्रो यो भिडियो चाहिँ 2 पार्टमा आउने छ है। 2 पार्टमा फर्स्ट पार्टमा चाहिँ मन्दिर देखाउने छ, मन्दिरसम्मको देखाउने छ भनेपछि दोस्रो पार्टमा त्रिशूल र माथि मन्दिर छ। अझै वहाँ माथि मन्दिर छ, त्यहाँ माथि त्यहाँ सिडीबाट बनेर त्यहाँ माथि मन्दिर छ, त्यो पनि देखाउने छ भन्न चाहन्छु। फाइनली धारपानी मन्दिर आइपुगेका छौँ। तपाईहरुले देख्न सक्नुहुन्छ हामी फेरि आइसकेका छौँ अहिले धारपानी। टोटल हाम्रो भिडियो रहनेछ धारपानीको र धारपानीको भिडियो मैले तपाईँलाई देखाउने नै छु कसरी आयौँ, कहाँबाट आयौँ, हामी चाहिँ अहिले कहाँबाट आइसक्यौँ भन्ने कुरा चाहिँ भइसक्यो। र अब सराउन्डिङहरू चाहिँ के कस्तो छ भन्ने कुराहरू चाहिँ तपाईँले देख्न सक्नुहुन्छ। त्यो भिडियो हेर्नु हो भने तपाईँले धारपानीको एउटा टुर गाइड जस्तै आइटिनेरी सबै थाहा पाउन सक्नुहुन्छ। हामी चाहिँ धारपानी आइसक्यौँ र त्यहाँ चाहिँ हाम्रो धारपानी गेट रहेको छ। यता चाहिँ सबैजनाले फोटोसोटो खिच्ने फोटो स्पोट जस्तो टाइप बनेको रहेछ, यो पनि देख्न सक्नुहुन्छ। यो धारपानी आइसकेपछि तपाईँहरूले देख्न सक्ने मनोरम दृश्यहरू नि हो। हामी चाहिँ धारपानी मन्दिर आइसक्यौँ। अब चाहिँ प्रवेशद्वारतिर लागिरहेको छ। 2टा छ हाम्रो प्रवेशद्वार, तलबाट गयो पनि नयाँ बनिसकेको छ भने सिधै अगाडिबाट गयो पनि भयो। यदि भित्रमा जान चाहनुहुन्छ भने चाहिँ यहाँबाट गयो पनि भयो। तपाईँहरूले देख्न सक्नुहुन्छ। अब म त फेरि अब पार्कमा आएर मजाले बसेर अब पिङ खेल्न सुरु गरिसकेँ। अब यही त रमाइलो यही छ। धारपानी आइसकेपछि तपाईँहरूले धारपानी मन्दिर पनि हेर्न सक्नुहुन्छ। त्रिशूल देखाउँछु अहिले मैले। अहिले त मलाई मजा आइगयो, म त मजाले बसेको छु, गएको छु यही तर्केर। ल अब चाहिँ हाम्रो भिडियोतर्फ लागौँ। आज चाहिँ हामीले पूजापाठ गर्न लागिरहेका छौँ धारपानी मन्दिरमा। यसलाई चाहिँ पाण्डवेश्वर महादेव पनि भनिन्छ। हामीले सबैलाई त्रिशूल पनि देखाउनेछौँ। हाम्रो पूजापाठ कसरी भयो के भयो त्यो पनि देखाउनेछौँ। के पूजापाठ चलिरहेको छ त्यो पनि देखाउनेछौँ भन्न चाहन्छु। त्यसपछि तपाईँहरूले भिडियोमा हेर्न सक्नुहुन्छ हाम्रो के भयो, कसरी भयो, के भन्ने कुरा चाहिँ भइरहेछ। अब यताउतिबाट हल्ला आइरहेछ नि, त्यही हुनाले हल्ला माथि चाहिँ नपर्नु होला भन्न चाहन्छु। ओम अस्तिरो बाबा बेडो नासुर बाबा देव नास्तिरे रंग स्त्री स्वागु सस्तनु दर्शन देव तम दिरायो हो। ओम भौरव स्वाहा कर्म साक्षरे दीपनारायण राम नमः। हरिओम तसत हरिओम तसत हरिओम तसत। ओम विष्णु अद्य श्रीमद् भगवतो महापुराण पुरुषस्य। हाम्रो पूजा सुरु भइसकेको छ है। हामी चाहिँ पूजापाठमा बसिसकेका छौँ। सबैजना छौँ, हामी पूजापाठ गर्न सुरु भइसकेको छ। अर्घ्यम 2 नम्बरको चौराको ढोल भएको
आचमनियम 3 नम्बरको कपूरवाको पञ्चामृतम 4 नम्बरको सुदोदकम जलम समर्पयामि ओम भूर्भुवस्वः दीपनारायणाभ्यां नमो नमः करुणावतारं संसारसारं भुजगेन्द्रहारं सदा वसन्तं हृदयारविन्दे भवं भवानी सहितं नमामि हाम्रो पाण्डवेश्वर महादेव बीचमा हनुमानजी सूर्यनारायण र अहिले चाहिँ हामी गणेशजीको मन्दिरमा छौँ। मेनली हाम्रो मेन पाण्डवेश्वर महादेव भनेको यो यहाँको मेन रहेको रूप पनि यही नै हो। त्रिशूल हेर्दाखेरि चाहिँ ठ्याक्कै माथि छ जुन चाहिँ हाम्रो दाङकै सबैभन्दा ठुलो त्रिशूल छ यहाँ माथि। त्रिशूल जानुलाई हामी यताबाट सिधै माथि चढेर हामी त्यहाँ आउँदै त्रिशूल हेर्न जान सक्छौँ।